इमिग्रेसन डिपार्टमेन्ट डिरेक्टर रामचन्द्र तिवारीले कन्फर्म गर्छ उनीहरूलाई बोर्डर सेक्युरिटीले गर्दाखेरि वाचिङ लिस्टमा हालिदिएको छ र यहीँबाट डिपार्चर क्लियरेन्स दिने गरिएको छ, जसले गर्दा फिफा र एएफसीले एउटा जोइन्ट लेटर नै पठाउँछ एनएससीलाई। एन्फा अल नेपाल फुटबल एसोसिएसनको प्रेसिडेन्ट पङ्कज विक्रम नेङमाङ र जेनरल सेक्रेटरी किरण राई उनीहरूको 4 वर्ष कार्यकाल सकिन आँटेको थियो र जुन 18 मा उनीहरूको कार्यकाल सकिन्थ्यो। अनि त्यो कार्यकाल सकिनासाथ एउटा निष्पक्ष 3 लेभलको चुनाव हुनुपर्ने थियो एन्फाभित्र। फर्स्ट लेभलमा एन्फाभित्र कस्तो खालको चुनाव हुनुपर्छ भन्दा डिस्ट्रिक्ट लेभलमा 48 वटा डिस्ट्रिक्ट एसोसिएसनबाट चुनेर आउनुपर्ने थियो। चुनेर आइसकेपछि 7 वटा प्रदेशको लागि कम्युनिटीबाट चुज हुन्थ्यो अनि चुज भइसकेको डिस्ट्रिक्ट कम्युनिटी र एबीसीडी डिभिजन क्लबको मान्छेहरूलाई भोट राइट दिन्छ कि यो मान्छेहरूले भोट दिनु पर्थ्यो। रेफ्री एसोसिएसन, कोच एसोसिएसन, वुमेन एसोसिएसन र यो भन्दा अगाडि चुनिएको कम्युनिटीले भोट दिएर नयाँ कम्युनिटीको गठन गर्नु पर्थ्यो। तर एन्फाको प्रेसिडेन्ट पङ्कज विक्रम नेङमाङ र जेनरल सेक्रेटरी किरण राईको कम्युनिटीले आफ्नो पकड ग्राउन्ड लेभलमा हराइसकेको थियो, किनकि उनीहरू ब्याक भइरहेको पार्टी चाहिँ एमाले पार्टी थियो, जसले आफ्नो ग्राउन्ड लेभलको पकड पनि गुमाइरहेको थियो, जसले गर्दा उनीहरूले फेब्रुअरी 11 मा अर्को चुनाव झापामा हुने प्रस्ताव राख्यो। यही कुरालाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ठिक 1 दिन अगाडि एनएससीले आफ्नो ह्यामर एन्फामा खसाल्यो। अब तपाईहरूलाई लाग्न सक्छ एनएससी साइडबाट को थियो त, अर्थात् एनएससी भनेको नेसनल स्पोर्ट काउन्सिल, जसको सबैभन्दा टपमा हुन्छ प्राइम मिनिस्टर र अहिलेको बालेन्द्र शाह। त्यसपछि अर्कोमा हुन्छ चेयरपर्सन, जसको भूमिका खेलिरहेको हुन्छ स्पोर्ट मिनिस्टर र अहिलेको थियो सस्मित पोखरेल। अर्को थर्ड लेभलमा हुन्छ जेनरल सेक्रेटरी, जसले ओभरअल दिल्ली अडिटदेखि लिएर ओभरअल हेर्ने काम गर्छ। मार्च 25 मा उसले एउटा वक्तव्य जारी गर्छ, जसमा भनेको हुन्छ आउँदो चुनाव रोकिदिनु। किन रोकिदिनु भन्दा उनीहरूले जुन लेभलमा भनेको अनुसार लेभलमा चुनाव हुनु पर्थ्यो। यो डिस्ट्रिक्ट लेभलको चुनाव नगरिकन डाइरेक्टली कम्युनिटी लेभलको चुनाव गरिदिएर पुरानै चुनेको मेम्बरहरूबाट सेलेक्ट गरेर फेरि कम्युनिटी बनोस् ताकि आफू जित्न पाऊँ भनेर। यदि चुनाव हुन नदिन फेयर हुनलाई सरकारले चुनाव रोक लगायो, तर उनीहरूले यो कुरालाई व्यवस्था गरेर निरन्तर हुन्छ नै भनियो। यो मध्यनजर गर्दै एनएससीले बोर्ड इन भोग 277 दफा 29 को उपदफा 2 बमोजिम एउटा रुल लगाएर होल कम्युनिटीलाई नै 3 महिनाको लागि ब्यान गरिदियो, जसले गर्दा एन्फाभित्र जुन इलेक्सन गराउने कम्युनिटीले चुनाव सार्नुपर्छ। जुन इलेक्सन 27 मार्चमा हुन लागेको थियो, तर 26 मार्चमै सबै थोक पोस्टपोन गरिदियो। यो कुरा यहीँ सकिँदैन। त्यसपछि वर्ल्ड कपको चारैतिर माहौल तातिरहेको हुन्छ। जुन 9 मा एन्फाको प्रेसिडेन्ट पङ्कज विक्रम नेङमाङ र जेनरल सेक्रेटरी किरण राई एयरपोर्टमा पुग्छ, किन भन्दा मेक्सिको र युएसमा भइरहेको वर्ल्ड कपको 81 फर्स्ट एएफसी कन्फरेन्स र 76 फिफाको कन्फरेन्स इन भ्याक्युम्बरमा एटेन्ड गर्न जान लागिरहेको हुन्छ। र यसको मुख्य कारण भनेको भिआइपी सिट, वर्ल्ड कप सेरोमनी र वर्ल्ड कप म्याचको भिआइपी टिकट पाइन्थ्यो। उनीहरू ठिक 6 AM मा पुगिसकेको थियो र उनीहरूको फ्लाइट समथिङ 9 AM मा थियो। उनीहरूको फ्लाइट पास हुने भनेको नेपालदेखि टर्की एयरलाइनको फ्लाइटबाट जान लागेको थियो, तर उनीहरूलाई त्यहीँ रोकिदिन्छ। अनि यहाँको जेनरल अफ डिरेक्टर इमिग्रेसन डिपार्टमेन्ट डिरेक्टर रामचन्द्र तिवारीले कन्फर्म गर्छ उनीहरूलाई बोर्डर सेक्युरिटीले गर्दाखेरि वाचिङ लिस्टमा हालिदिएको छ र यहीँबाट डिपार्चर क्लियरेन्स दिने गरिएको छ। त्यो दिन उनीहरूको 2 जनाको पासपोर्ट मात्र रोका गरेको हुँदैन। उनीहरू जस्तै 24 जना फुटबल एसोसिएसनको टप अफिसर,
एक्जिक्युटिभ, 6+14 म्यानेजमेन्ट र एडमिनिस्ट्रेटिभ स्टाफ लगायत सबैको पासपोर्ट रोका गरिएको हुन्छ, जसले गर्दा उनीहरू देश छोडेर जान पाउँछ, तर टाइम लाग्छ। अब कुरा आउँछ फ्लाइट टिकट हुन्छ, 5 स्टार होटल, यी सबै प्रोभाइड 2 जनाको लागि फिफाले म्यानेज गरिदिएको हुन्छ। बाँकी अरू मेम्बर जानु पर्यो भने उनीहरू रङ्गशाला, इन्टरनेसनल म्याच र स्ट्रिमिङबाट कमाएको एन्फाको इन्टरनल बजेटबाट तिर्छ। यो घटना त भयो, तर सामान्य लाग्छ। तर रियल घटनाको मोड जुन एन्फा ब्यान भएको यहीबाट सुरु हुन्छ। उनीहरू जुन 9मा जान पाएन, त्यसपछि उनीहरूले एउटा सेक्रेट लेटर जसमा कन्फिडेन्ट डिजिटल नोट एनएससीले लिस्ट बनाएको थियो, त्यो सबै कुराहरू सार्वजनिक गरिदिन्छ। फिफा र एएफसीलाई पठाइदिन्छ। पङ्कज विक्रम नेङमाङ र किरण राईले जसमा वेटिङ लिस्ट डकुमेन्टहरू हुन्छ र 13 पेजको डिरेक्टिभ के गर्नु पाउँछ पाउँदैन भन्ने सबै भोट रिलेटेड कुराहरू सार्वजनिक गरिदिन्छ र उनीहरूले यो पनि प्रुफ देखाउँछ कि उनीहरूको सरकारले जुन फिफाको सम्मेलन भइरहेको छ भ्याक्युम्बरमा, त्यहाँबाट रोक लगाउनु पनि हो भनेर एउटा प्रुफ देखाइदिन्छ। यो सब एन्टी करप्सन काण्ड नभएर यो पोलिटिकल ट्र्याप हो। उनीहरूको कार्यकाल नसकुन्जेलसम्म र एउटा होस्टाइल गभर्नमेन्टले कन्ट्रोल गर्ने खालको प्लान गरिरहेको छ भनेर प्रुफ देखाउँछ, जसले गर्दा फिफा र एएफसीले एउटा जोइन्ट लेटर नै पठाउँछ एनएससीलाई। फिफाले यो सब कुरा एब्जर्भ गरिरहेको थियो कि एयरपोर्टमा ब्लक चाहिँ अनावश्यक हो। हाई लेभल अफ भोइलेसन अफ आर्टिकल 14 अफ फिफा स्टेटसको पनि भोइलेसन भइरहेछ। जुन 11मा फिफाले एउटा जटिल फाइनल जोइन्ट वार्निङ एनएससीलाई पठाउँछ, जसमा के भनेको हुन्छ भने गभर्नमेन्टले जुन अनकन्डिसनल जुन इमिग्रेसनलाई वेटिङ लिस्टमा हालेको तत्काल हटाउनुपर्छ। 24 एन्फा अफिसरलाई ट्राभल रोकिएको तत्काल हटाउनुपर्छ र 25 मार्च इलेक्सनमा ब्यान लगाएको थियो, त्यो पनि तत्काल हटाउनुपर्छ। अनि एन्फालाई भित्रै अनडिपेन्डेन्टली तरिकाले भोट दिने र चुनाव हुन दिने वातावरण मिलाइदिनु भनिएको हुन्छ। यो नगरेर एनएससीले भन्छ कि यो स्पोर्टमा छेडखानी होइन र एउटा लिगामेन्ट भित्रको आर्थिक अनियमितको छानबिनको लागि यो सब भइरहेको छ र एउटा राज्यलाई आफ्नो बोर्डर प्रोटेक्ट गर्न इन्भेस्टिगेसन र फाइनल इन्भेस्टिगेसन राइट पनि हुन्छ। यो सब कुरालाई रिजेक्ट गरिदियो फिफाले। इन्टरनेसनल स्पोर्ट लमा एउटा कुनै बोर्डरको पुलिसले सेटल गर्न खोज्छ भने त्यो एकदम डेडलक रेड लाइन हुन्छ। फलस्वरूप एनएससीले फेल गर्न अल्टिमेट हटाउँदैन र वाच लिस्टलाई क्लियर पनि गर्दैन। जुन 24मा फिफाको काउन्सिलले एन्फालाई अनिश्चितकालका लागि सस्पेन्ड गर्ने भोट गर्छ। सस्पेन्ड गरे बापत नेपालले हरेक प्रकारको अन्तर्राष्ट्रिय खेलको जुन राइट पाउनुपर्ने थियो त्यो सबै गुमाइरहेको छ। जुन नेसनल कम्पिटिसनमा भाग लिन पाउनुपर्ने थियो त्योबाट नेपाल वञ्चित हुन्छ र 1 बिलियन बराबर एनुअल फिफा फरवर्ड डेभलपमेन्ट फन्डिङबाट पनि अनिश्चितकालको लागि फ्रिज हुन्छ। वर्षौं मेहनत गरेको खेलाडीहरूको भविष्य कन्फ्युजमा हुन्छ। अब हरेक नेपालीको मनमा एउटा प्रश्न हुन्छ, पोलिटिकल पार्टीहरू किन खेलकुदमा चासो राख्छ भन्दा एन्फाको फन्डिङ आफ्नो मनपर्ने कम्युनिटी छ भने आफ्नो मनपर्ने कन्ट्र्याक्टरहरूलाई यो बजेट मिलाइदिन सकिन्छ। यसले गर्दाखेरि पार्टी फन्डिङमा पनि सहयोग हुन्छ। सरकार चाहिँ किन यसमा इन्ट्रेस्ट छ भन्दा सरकारको जुन एक्सन छ अहिले डिसाइड त हुँदैन। उसले राम्रोको लागि गरेको हो कि नराम्रोको लागि गरेको हो कि आफ्नो फाइदाको लागि गरेको हो कि यो पछि गएर थाहा हुने कुरा हो।